इन्द्रजात्रा इन्द्रजात्रालाई नेपाल भाषामा हामीले ये या पुनी भन्छौं। तर मैले ये या पुनीलाई येडा पुनी भनेको पनि सुनेको छु। ठाउँ अनुसार मान्छे अनुसार अलिकति प्रोनाउन्सिएसन यताउता हुन सक्छ। तपाईहरुको ठाउँमा यो इन्द्रजात्रालाई नेपाल भाषामा के भनिन्छ भन्नुहोला। यङ जेनेरेसनले त अब इन्द्रजात्रा नै भन्छ। अब तर पहिलाको मान्छेहरु जुन पहिलाको जेनेरेसनको मान्छेहरुले चाहिँ नि या पुनी अथवा येडा पुनी भन्ने गरिन्छ। अब नेपाल भाषामा आज इन्द्रजात्रा हो भनेर क्वेशन गर्नु पर्यो भने हामीले यसरी भन्न सक्छौं। आजलाई ठाउँ इन्द्रजात्रा अथवा या पुनी खला। ठाउँ इन्द्रजात्रा खला। ठाउँ भनेको आज भयो, हो भन्नु पर्यो भने खला भनेर सोधिन्छ। त्यस्तै अर्को जाउँ इन्द्रजात्रा हेर्न। नु इन्द्रजात्रा सो वने। नु इन्द्रजात्रा सो वने। नु भन्नाले जाउँ भन्न खोजेको हो। हेर्न जान भन्नु पर्यो भने हामीले सो वने भनिन्छ। अब इन्द्रजात्रामा लाखे हुन्छ। कोही मान्छे अब अलिकति धेरै नै रिसालु छ, अब धेरै नै चल्ने, अब त्यस्तो भयो भनेदेखि चाहिँ त्यस मान्छेलाई चाहिँ हामीले लाखे जस्तो भन्छौं। अलि धेरै चल्ने, कराउने, अलि उफ्रिने धेरै भयो भने चाहिँ कस्तो लाखे जस्तो बच्चा भन्छौं हामीले, अथवा कस्तो लाखे जस्तो मान्छे भन्छौं। जस्तै कि अब एउटा सेन्टेन्स हेरौं। तिमी लाखे जस्तो छ। अब यस्तो भन्नु पर्यो भने छ लाखे थे चो। छ लाखे थे चो। छ भन्नाले तिमी भयो, अथवा आमा बुवा दाजु भाइलाई पनि छ नै भनिन्छ। तर अलि रेस्पेक्ट गरेर भन्नु पर्यो भने कसैलाई, अब बाहिरको मान्छेलाई रेस्पेक्ट गर्नु पर्यो भने चाहिँ अब छि भनिन्छ। नेपालीमा चाहिँ हामीले आफूभन्दा सानोलाई चाहिँ तिमी भनिन्छ, आफूभन्दा ठुलोलाई तपाई भनिन्छ। तर नेपाल भाषामा घरमा परिवारमा सानो ठुलो सबैलाई छ नै भनिन्छ। तर रेस्पेक्ट गरेर तपाई अथवा हजुर भन्नु पर्यो भने छि भन्न सकिन्छ। जस्तो छ भन्नु पर्यो भने थे चो। त्यस्तै गरी लाखे, अब केटालाई लाखे भनिन्छ, केटीलाई लसी। लाखेको श्रीमती लसी। लसी। अब केटी मान्छेलाई त्यस्तै तिमी लसी जस्तो छ भन्नु पर्यो भने छ लसी थे चो। त्यस्तै गरी फर एक्जाम्पल तिमी लसी जस्तो नकराउ। छ लसी थे हा ले म टे। छ लस्सी थे हाले मटे। नकराउ भन्नु पर्यो भने हाले मटे जस्तो अर्थात थे। त्यस्तै गरी इन्द्रजात्रामा अर्को पुलुकिसी हुन्छ। पुलुकिसी। किसी भनेको हात्ती हो। हात्तीलाई किसी भनिन्छ। हामीले अब कोही साथी मोटो छ भने हामीले पुलुकिसी पनि भन्छौं। हामीले स्कुलमा एकजना मोटो साथी थियो, मिल्ने साथी हो हाम्रो। अब हामीले निकनेम राख्थ्यौं उसलाई चाहिँ नि, अब किन्टाङकिसी भन्थ्यौं हामीले। अब पुलुकिसी भन्थ्यौं पहिले त, अनि पुलुकिसीलाई अब किन्टाङकिसी भनेर हामीले पछि नाम राखेको थियो। स्कुल पढेका साथीहरू अझै पनि याद आउँछ। विनोद भन्ने साथी, प्रशान्त भन्ने साथीहरू र अरू साथीहरू पनि थियो, मिल्ने साथीहरू। सायद बुढेसकालसम्म पनि स्कुलको साथीहरू चाहिँ याद आउँछ होला। र कोही कोही साथीहरू बाहिरबाट आउँदाखेरि, नेपाल आउँदाखेरि, अब टाइम दिन नभ्याउँदाखेरि कोही कोही साथीहरू रिसाएको पनि छ मसँग। कोही मेरो मिल्ने स्कुलको साथीहरू अथवा स्कुल बाहिरको साथीहरू पनि, अब प्रशान्त भन्ने साथी थियो स्कुल बाहिरको, प्रशान्त श्रेष्ठ भन्ने असनको थियो। त्यो साथी पनि नर्वेबाट नेपाल आउँदाखेरि उसलाई मैले अलिक टाइम दिन भ्याएको थिएन। सायद उसलाई पनि अलिकति चित्त दुख्यो होला।
तर अब कोही साथीहरूले अब मेरो यो भिडियो हेरिराखेको छ भनेदेखि नरिसाउन म भन्न चाहन्छु, किनभने मैले अब ठुलो पल्टेर टाइम नदिएको होइन कि अब त्यो बेला सिचुएसन नै त्यस्तै थियो। मैले अहिले करियरको सेटअपमा अलिकति बिजी थिएँ, त्यही भएर मैले टाइम दिन नभ्याएको हो। त्यस्तै गरी रोशन भन्ने साथी पनि थियो, रोशन श्रेष्ठ भन्ने क्षेत्रपाटीको थियो। युएसबाट ऊ आउँदाखेरि अब ऊ त युएसमै बस्छ, अब युएसबाट आउँदाखेरि ऊ पनि अलि रिसाएको थियो। उसले पनि अब भेट्न नआउँदाखेरि अलिकति मन खिसिको गरेको थियो, मलाई भनेको थियो। तर अब त्यो बेला करियर बनाउने एकदम धुन भएकोले अब अरू कुरा काम कुरातिर अब त्यति केही फोकस गर्नै पाइएन। अब साथीहरू आउँदाखेरि पनि टाइम दिन सकिएन। अब सायद साथीहरूले मेरो यो भिडियो हेरिराखेको छ भनेदेखि चाहिँ अब सायद बुझ्छ होला साथीहरूले। त्यस्तै गरी अर्को एउटा सेन्टेन्स हेरौँ। देवता तान्न जाने होइन। अब नेपाल भाषामा यसलाई भन्नु पर्यो भने ड्य, यो खास मैले ड्य लेख्ने खोजेको हो, यो ध भयो, धाराको ध भयो, ड्य हो। यो ड्य चाहिँ नि अर्कै हुन्छ, अलि यतापट्टि चुच्चो भएको अनि यसो आएको हुन्छ। मलाई त्यो ठ्याक्क लेख्न आएन। कसैलाई अब ड्यको स्पेलिङ आउँछ भनेदेखि प्लिज ड्य यता कमेन्टमा लेखिदिनु होला। ड्य सा वन्यु मखु ला। ड्य, यसलाई ड्य होइन कि ड्य भनेर बुझ्नु होला। ड्य, ड्य सा वन्यु मखु ला। ड्य सा वन्यु मखु ला। देउता तान्ने भन्नाले रथ तान्ने, देउताको रथ तान्न भन्न खोजेको हो। तान्न भन्नाले सा, जाने होइन भनेको, वन्यु मखु ला। आजको लागि यो च्याप्टर यति नै गरौँ। र यो बाहेक तपाईहरुलाई अब कुनै क्वेशनहरु छ, कुनै केही कुरा ट्रान्सलेट गर्न मन लागेको छ भनेदेखि यो कमेन्ट गर्नु होला। म यो कमेन्टमा रिप्लाई गरिदिनेछु। युट्युबमा कमेन्ट गर्नु भए पनि हुन्छ, अथवा यो वेबसाइट agentakash.com लर्न ड्याश नेपाल भाषा यसमा कमेन्ट गर्नु भए पनि हुन्छ। यो युट्युबमा चाहिँ अलिकति ढिलो हुन सक्छ कमेन्टको रिप्लाई आउन, वेबसाइटमा अलिक छिटो हुन्छ, किनभने वेबसाइटमा प्राय चेक गरिरहेको हुन्छ भने युट्युब अब हप्ताको एकचोटि अथवा 2 हप्ताको एकचोटि जुन टाइममा म भिडियो अपलोड गर्छु त्यो टाइममा मात्र चेक गर्छु। र यो कन्टेन्टहरु जुन छ, आज हामीले जुन पढ्यौं, जुन सिक्यौं, यो कन्टेन्टहरु पनि म यो वेबसाइटमा राखिदिनेछु। र यो फोटो पनि मैले खिचेको हो, र यो फोटोसँग एउटा रिलेटेड एउटा कुरा सुनाउँछु। यो फोटो खिच्न अगाडि यो त मोबाइलबाट खिचेको थियो। त्यो बेला चाहिँ अब मोबाइल डिजिटल क्यामेराहरु त्यति चलेको थिएन। भर्खर थोरै मेगापिक्सलको, आई गेस 1 मेगापिक्सल त्यस्तै मेगापिक्सलको डिजिटल क्यामेरा भर्खर आएको थियो। र डिजिटल क्यामेरा खिचेको फोटोहरु त्यति राम्रो नहुने, अलिकति पिक्सल फाटेर आउने, ठुलो गर्दाखेरि त्यस्तो थियो। र म फोटोग्राफी गर्दै थिएँ त्यो बेला। फोटोग्राफी मेरो हबी पनि हो, मैले ट्रेनिङ पनि लिएको छु। अनि त्यो बेला म फोटोग्राफी गर्दै थिएँ र मैले रिलवाला क्यामेराले नै खिच्थेँ। यो त अब मोबाइलबाट खिचेको, अब डिजिटल क्यामेरा भयो। अनि यो देउता भएको ठाउँमा म साँझतिर गएर फोटो खिचेँ। म त्यो बेला फोटोग्राफी गरिराख्दाखेरि ठाउँ ठाउँमा गएर फोटोहरू खिच्थेँ। मलाई फोटो खिच्न चाहिँ मजा लाग्थ्यो। र यहाँ यो जुन मान्छेहरू देखिराख्नु भएको छ, यो ठाउँमा चाहिँ मेरो साथी मतिना शिलाकार भन्ने स्कुलको साथी उभिराखेको रहेछ। मलाई त्यो बेला याद थिएन। मैले यो मूर्ति, यो जुन भगवानको यो फेस हुन्छ त्यसमा मात्र फोकस गरेर मैले 2-4 फोटो लिएर आएँ। त्यसपछि जब मैले फोटो धुलाएँ, फोटो धुलाइसकेपछि मैले मेरो साथी यहाँ उभिएको देखेँ। फोटो खिचिराख्दाखेरि भिडमा अब याद भएन मलाई मेरो साथी त्यहाँ छ भनेर। पछि फोटो धुलाइसकेपछि, फोटोमा देखिसकेपछि ए मेरो साथी पनि त्यहाँ उभिरहेको रहेछ त्यो बेला भनेर बल्ल मलाई फोटो धुलाइसकेपछि याद भयो। त्यो बेला अब म्यानुअल फोकस गरे, अहिले जस्तो डिजिटल क्यामेरामा पनि अहिले जस्तो त्यो डिएसएलआर क्यामेराहरुमा अटो फोकस हुन्छ, त्यो बेला अटो फोकस भन्ने थिएन। यो एसएलआर क्यामेराहरुमा म्यानुअल फोकस गर्नुपर्ने थियो र मैले त्यो फोकसमा मात्र ध्यान दिएँ, फोटोमा मात्र ध्यान दिएँ। मान्छेहरु यादै गरेन छु मैले। र जानभन्दा अगाडि कहिलेकाहीँ मान्छेलाई निद्राले कस्तो समस्या पार्छ भन्ने कुरा म शेयर गर्न चाहन्छु। मतिना भन्ने साथी बाहिर जान लागेको थियो, 5 वर्षको लागि बाहिर जान लागेको थियो। जानभन्दा अगाडि उसले
भेट्नलाई बोलाएको थियो कलेजमा। हामी स्कुलमा एउटा राम्रो साथी थियौँ, हामी मिल्ने साथी थियौँ र मिल्ने साथीको हिसाबले उसले जानुभन्दा अगाडि साथीहरूलाई भेट्न खोजेको रहेछ। उसले मलाई भेट्नलाई बोलाएको थियो कलेजमा। तर अब त्यो बेला मेरो कस्तो थियो भने बिहान मरि गए उठ्न नसक्ने चाँडै त्यो भयो थियो। उसले लगभग 8 बजेतिर मलाई बोलाएको थियो, तर म 8 बजे उठ्नै सकेन। म उठ्दाखेरि 9 बजेको थियो। त्यसपछि त एकदम रिसायो होला सायद। अब उसले के सोच्यो, ठुलो पल्टेको सोच्यो कि के सोच्यो, त्यसपछि हाम्रो खासै कन्ट्याक्ट चाहिँ भएको छैन। त्यो बेला अब सिचुएसन त्यस्तै थियो, मलाई बिहान उठ्न एकदम गाह्रो हुन्थ्यो। मलाई बिहान अब चाँडै, अब 8 बजे त चाँडै त होइन, ढिलै हो 8 बजे उठ्नु। आजभोलि त म चाँडै छ त्योभन्दा धेरै चाँडो उठ्छु। त्यो बेला चाहिँ अलिकति सिचुएसन त्यस्तै थियो। मैले भन्नुपर्ने थियो के होला म बिहान चाँडै उठ्न सक्दिनँ भनेर भन्नुपर्ने, तर मैले हुन्छ भनिहालेँ। भोलिपल्ट म उठ्नै सकेन। अब त्यो बेला अब त्यस्तै भयो। ऊ एउटा राम्रो मान्छे थियो, सायद कुनै दिन यो मेरो भिडियो हेर्ला कि। तपाईहरुलाई पनि नेपाल भाषा सिकिदिनु भएकोमा, यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मन परेदेखि लाइक, शेयर, सब्स्क्राइब पनि गरिदिनु होला। थ्यांक यू। शुभ